सुदन गुरुङ गृहमन्त्री कन्फर्मै हो 100% हो सुदन गुरुङ जिन्दाबाद नत्र फेरि भित्र हाल्दैन जो संसदीय सर रोकिराखेको छ प्रधानमन्त्रीको माग भइराखेको छ के भन्नुहुन्छ आउनुपर्छ त प्रधानमन्त्री सुरुमा पक्ने क्यान्टिनको खिर खाऊँ न मान्छे संसद हर्क साम्पाङलाई म च्यालेन्ज दिन्छु कि बीपी सुधारेर देखाउ ल। ए भाइ तैँले चाहिँ के गरिस् भन्न तैँले के गरिस् हर्क साम्पाको उमेरसम्म त म के गरिसक्छु के गरिसक्छु। भूत्रोको देश भाडमै जाए जनता। यो नेता सेताको स्यालेरी छोडिदिउँ ल नराखिदिउँ यिनीहरूको है यिनीहरूको मन्त्रीहरूको कसैलाई त्यो अनि गाडी लाइनै हुन्छ ट्याटारा टुट्टु गर्छन् पाएन अब तिनीहरूले कसैले नै गर्न पाएन होइन। तलब बाबु हजुरले नखाने हो म त खान्न नि किन तलब किन्दा सांसद भएर नेता भएर तलबै नखाने किन तलब भन्ने जरुरत छैन त सक्षम छ ट्याटा टुटु गाडी पनि हुँदैन अब। मेरो आफ्नै गाडी छ म आफ्नै गाडी नरहे नेपाल नरहे नेपाली नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो नेपाली हामी रहुला कहाँ नेपालै नरहे भन्छ नि हो त्यही नै हो। एकैछिन पक्रै कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई नगर्न भने म यहाँ बस्छु म नेता हो। यो सुदन गुरुङ नेपाली हो अब नेपाली गुरुङ अनि के हुन्छ त विदेशी हुन्छ तपाईँ आफै मन्त्रालयमा सुतेर काम गर्नुहुन्थ्यो आजभोलि गृहमन्त्री सुतेर काम सुदन गुरुङ सुत्न थालेछन् मन्त्रालयमा सिक्यो होला नि त नरहे नेपाल नरहे नेपाली नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो एकैछिन पक्रै कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै कसले पोलिटिक्स खेल्छ कसले के खेल्छ होइन आफूले देश मात्र बनाउन इच्छा छ आफूले अरू कुरा केही इच्छै छैन यो हाम्रो फर्स्ट मा के पऱ्यो भाइ सांसद विकरण यो पहिलो मा त्यो होइन हजुरहरू मिलाएर बुझ्नुहोस् ल प्लिज है भोलि बिहानसम्म तपाईँको उहाँहरूको माग पनि पुरा हुन्छ माग नपुरा भन्ने सरकार फेरि ढल्छ है फेरि नै ढल्छ। हामी त थप्पड हान्छौँ ड्याममै पाएर हान्छौँ सिद्धो काम नगर्ने मान्छे त हामी हान्छौँ 100% हान्छौँ छोड्दैनन् छैन हामी त युवाहरू हो उहाँहरू नि भने यिनीहरूको त भर छैन है भर्खरको केटाहरू हो जोसिलो छ हो जोस तर राम्रो ठाउँमा छ नराम्रो मान्छेलाई हामीले सम्मान गरेर ढोक्नु पनि जानेछौँ र राम्रो मान्छे होइन राम्रो मान्छे चाहिँ आफूले बोलेको आफै झुके राम्रो मान्छेलाई सम्मान गर्न जानेछौँ नराम्रो मान्छे त यत्रो खगेर ठ्याक्क पार थुकिदिन जानेछौँ हामीले क्या गुन्डा बनेका रे तँ छोड्नु हुँदैन सिकोस् न डराओस् क्या म त त्यही भन्छु कर्मचारीहरू डराउनै पर्छ नेपालको कर्मचारीहरू भुँडी पल्टाएर तपाईँको बस्नु बाहेक केही पनि जाने छैनन् जहाँ त्यही दुःख पाउँछौँ हामी जुनै पनि कार्यालयमा गएर बोल्नु पनि तपाईँको के हो पैसा लाग्ने हो कि के हो है उहाँहरूको यति महँगो छ नमस्ते हजुर गर्दाखेरि नि बोलाएर बस्छ हेरेर बस्छ 2-3 चोटि बोलाउँदाखेरि पनि सुन्दैन हौ कस्तो खालको हुन्छ हाम्रो कर्मचारीहरू अनि लास्टमा गएर त तपाईँको कुरा भोलि आउनु क्या तपाईँ भोलि आउनु भनेर भनिदिन्छ फेरि भोलि अनि यो जहिले भोलि 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 गर्दाखेरि कतिजना मान्छे त मरि पनि सक्छ। यो ट्यापे पारामा गर्नुभयो यो एउटा गृहमन्त्रीले गर्ने संस्कार राजनीतिक संस्कार होइन हेर्नु। सुदन गुरुङ भन्नेलाई घिसार्न पर्यो भने सक्नुहुन्छ एमाले चाहिँ 2 दिन पर्खिनु पर्छ भनेको सिमारामा गएर तपाईँलाई थ्रेट गर्नुभयो उहाँले किसान श्रेष्ठ नभएको बेला पारेछ र किसान श्रेष्ठको घरमा गएछ किसान श्रेष्ठ भएको भए अचार हुन्थ्यो अचार सुदन गुरुङ चाहिँ अचार बन्थ्यो किसान श्रेष्ठ नभएको मौका पाएछ र गर्दै हिँडिराखेको थियो यो राष्ट्रपति नभइदिएको केलाई भोट हाल्नुहुन्छ मह काट्नुको हात चाट्नुको उहाँहरूले अहिले त त्यस्तै छ अलिअलि त्यो पाइन्छ नि भन्छन् क्या मह काट मैले सुनेको 2015 को त्यो भूकम्पमा हजुर तपाईले आफ्नो बच्चा गुमाएपछि तपाई अझै बढी
समाजसेवामा समर्पित भएर लाग्नुभयो हो। अब मलाई कहिले बिहा गराइदिन्छन्, कहिले बच्चा जन्माइदिन्छन् है, मलाई पनि थाहा हुँदैन होइन। हामी त भोगटे खाँदैछौँ त। पुच्छे हिजो मिनरल वाटरको बोतलको त बाँड्दै हिँडेको थियो खाएँ त्यो आन्दोलन हाइज्याक गरेर अहिले ठुलो कुरा गर्दैछ। त्यो त हाम्रो त पुच्छरमा लागेको झिङ्गा धम हल्लाउने हो, त्यसको हैसियत पनि छैन। सुदन गुरुङको एक्स गर्लफ्रेन्ड समेत भनेर सर्च गर्ने भएछ, त्यसमा रेकमेन्डेसन आउँछ नि त। त्यसमा देशलाई खप्पै बनाउने रे केपी शर्मा ओली देशलाई खप्पै बनाउने आन्दोलन गर्ने रे हिजो मात्र उहाँले उहाँ अध्यक्ष हुनु भएको छ। फेरि हामी यहाँ चुरी ल्याएर बसेछौँ। हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो, उसलाई पनि धन्यवाद दिन्छु। कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई। यो एउटा सपना थियो क्या हाम्रो। गृहमन्त्री भएदेखि जतिखेर नि फाइल खोलै छ। आफूलाई यो है काम गरेर फुर्सदै छैन, त्यही कारणले हामी काम गर्ने हो कि आमा। म त काम भ्याइ नभएछ क्या मेरो त। फाइल म पनि हेर्छु नि त। ए बाबु उठ न, यिनलाई उठाउन मैले जानेको छु। गुड मर्निङ आमा। 11 मा को पर्यो आमा? 11 मा त तै परिस् नि बाबु। किन उहाँको बारेमा हाँस्नु पनि? हजुर हाँस्नु पनि नै, त्यो उहाँको त्यो होइन, उहाँहरूको एटिट्युड हेर्दा मलाई साँच्चैको हाँस उठ्छ कि। त्यो हुन्छ नि, भनिदिउँ ल गरिदिउँ ल गइले छोडिदिनु म कसैलाई छोड्दैन, यो तपाईँहरूको मिडिया मार्फत म भन्न चाहन्छु कि त्यो हुन्छ नि, त्यो लाइक कस्तो भनेपछि हुन त मान्छेको आचरण हो होइन। मलाई डर चाहिँ कहाँनिर लाग्छ भनेपछि विशेष गरी हाम्रो के अरे एउटा संस्कृति छ कि हाम्रो ऱ्याप ब्याटलहरूमा होइन। एउटा खालको जस्तै हाम्रो बालनजीहरूको जस्तो उहाँहरूले चाहिँ अब यस्तो गाजा मालिक मान्छे भनेर खत्म। क्या गुंडा बनेगा रे तू? के बोले भाइ? हाम्रो झोले कमिटीहरू केपी शर्मा ओलीलाई यस्ता नगिँदै गरेको दृश्य हेर्न सक्छौँ। दर्शकले महत्त्वपूर्ण दृश्य देखाउन चाहन्छौँ। आजको सबभन्दा ठुलो न्युज तपाईँलाई दिइरहेका छौँ। ये सब क्या देखना पड़ रहा है? मजा आयो। अब भाग्ने तयारी केही त छैन तपाईँको? के का लागि, कसका लागि, कसको वीरता हो यो? भन्ने डरले किन थुनेर के हुन्छ? सम्पत्ति शुद्धिकरण सुनेर के हुन्छ? कति दिन थुन्छ? के का लागि थुन्छ? आज यहाँ आन्दोलनमा किन? म चाहिँ आन्दोलनमा अब काम छैन होइन, केही पनि अब यसो रमाइलो हो हल्ला गर्नु पर्यो होइन। काम छैन देशमा, रोजगार छैन। बालेन सरकारले सबै यहाँ तपाईँ आन्दोलनमा काम नभएर कि केपी शर्मा ओलीको न्याय हुनुपर्छ भनेर होइन, काम नपाएर आएको हो म। कहाँ यहाँ काम नपाएर यहाँ आन्दोलन गर्न आएको हो, एकदम हल्ला गर्न आएको हो, रमाइलो अलिअलि होइन। कम्युनिस्ट हो गएको क्युबा देश हो। क्युबा भन्ने देश छ के हो? अमेरिकाको तल केपीले त्यस्तो माया गर्थ्यो भने जाउन केपीसँग जेल।
बल्ल आनन्द आउँछ नि हामीलाई